हुन्छ। तपाईँले एउटा सानो तमन्ना खाँदै हुनुहुन्छ भने पछि तपाईँ सिगरेटसम्म, तपाईँ पछि गाँजासम्म, पछि तपाईँ नराम्रो ट्याब्लेट खाने, इन्जेक्सन हान्नेसम्म हुन्छ। त्यसपछि सानो कुरालाई तपाईँले रोक्नुहोस् प्रियहरू। यो दिनहरूमा जवानहरूलाई एकदमै खाँचो, प्रभुको खाँचो छ। प्लिज तपाईँहरू एकदमै बदलिनुहोस्। तपाईँको आमा बाबालाई माया गर्नुहोस्। तपाईँको साथीभाइलाई तपाईँले मण्डली लिएर आउनुहोस्। तपाईँको गवाईहरू बाँड्नुहोस्। हालेलुया। अनि जतिजना जवानहरू, हाम्रो विश्वासी जवानहरू काम कुरोहरू गर्न यसरी बाहिर गएको छ, त्यहाँ कसैले तपाईँलाई देख्दैन। त्यहाँ तपाईँको न त आमा हुन्छ, न त मण्डलीको पास्टर बाउ हुन्छ, न त कोही हुन्छ। तर एकजना व्यक्तिले तपाईँलाई हेरिरहनु भएको छ, त्यो पवित्र आत्मा। उहाँसँग तपाईँ कहिले पनि लुक्न सक्नुहुन्न। उहाँसँग प्लिज तपाईँहरू डराउनुहोस्। तपाईँको सबै अनि धेरैजनाले होइन मातेर आएर आफ्नो परिवारमा अशान्ति बनाउने, तपाईँको परिवार हो, तपाईँको परिवार हो। तपाईँलाई कसले पनि राम्रो गरेछ भन्दैन, तर तपाईँको परिवार टुट्दै 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 गएर अन्तमा नरकमा जान्छ। अनि तपाईँको परिवार लथालिङ्गै भएको हुन्छ। तपाईँको परिवार लथालिङ्गै, तपाईँको छोराछोरी लथालिङ्गै भएको हुन्छ। त्यसैले समयमा नै तपाईँको परिवारमा शान्ति खोज्नुहोस्। म तपाईँलाई अनि एक दुईवटा पदहरू पढ्न चाहन्छु। एफएसी 5:18 के भन्छ? सरी, म अलिकति बिसन्चो पनि छु, अझै जाति भएको छुइनँ। 5:18 एफएसी 5:18 पढ्दछु। औ दाग मतले नमातिय, जसमा कामुदीपन हुन्छ, तर आत्माले भरिपूर्ण हौ भनेको छ। हामीलाई चाहिँ पवित्र आत्माले जहाँ चाहिँ शान्ति छ, त्यसले चाहिँ हामी मातिनु भनेर चाहिँ हामीलाई बाइबलले पनि भन्छ। अनि अर्को पनि म पद पढ्न चाहन्छु, हितोपदेश 20